नमस्ते सबैजना ठिक हुनुहुन्छ होला। म पनि तपाईँको माया सपोर्ट पाएर एकदम ह्याप्पी छु है। र मैले भिडियो चाहिँ लामो बनाउन सकिनँ है, छोटो नै बनाएको छु, छोटो बनाउँदैछु है। किनभने भाग 1 भाग 2 गरेर किनभने मैले भिडियो बनाइरहनु मैले अलिक फुर्सद हुँदैन है। त्यसले गर्दाखेरि चाहिँ मैले अलिअलि सर्ट भिडियो बनाउनुको लागि चाहिँ 2 भाग बने है। र हेर्दै जानु होला सेकेन्ड भाग है, कस्तो भयो के भयो भन्ने कुराहरू। यस्तो भन्दै हेर्नु न, फुलहरू कति मजाको छ है, क्या मजाको छ। मेरो सन्ताजीको घरमा फुलहरू यति मजाको है, सन्ताजीको घरमा फुलहरू यति मजाको भन्दै हेर्दै जानुहोस् ल। अलिकति जग्गा नभएको कारणले गर्दा है, यता र उता दुईजनै आइदिनुहोस् न है। एउटा हाम्रो जयले लिदिने, एउटा बहिनीले लिदिने हुन्छ। र यो बिचको क्यान्डललाई बालिदिने। हुन्छ, ताली बजाउने छ। हुन्छ, यो दुईजना चाहिँ मारिदिनु। अब यो चाहिँ तिमीहरूको पर्सनल लाइफ चाहिँ अब के भयो सकियो र अब विवाहित जीवनको क्यान्डल चाहिँ तिमीहरूले अब जीवन चाहिँ अर्थात् यो क्यान्डल बालेर सुरु गरेका छौ। अब हामी के गर्नेछौँ भन्दा चाहिँ उहाँलाई सरी हामी सेकेन्डमा हामी हाम्रो के सजाएको छैन एउटा यो केकलाई पनि सजाउने काम गरौँ है। केमा एउटा बेन्च हुन्छ यता हुन्छ। हामी विवाहको घोषणा उहाँहरू परमप्रभु परमेश्वरको आज्ञा मुताबिक करार बाँधी एक अर्कालाई प्रेमको उपहारहरू दिएर वृहत सम्बन्धमा बाँधिएको प्रमाण दिएको छ। र यसकारणले म पवित्र आत्मा परमेश्वरको नाममा विवाहित पति अनि पत्नी भएको गाउँघर समाज सम्पूर्ण मण्डलीमा घोषणा गर्दछु र जसलाई परमप्रभु परमेश्वरले नै जोड्नु भएको छ र अब उसो यिनीहरूलाई कसैले पनि नछुटाओस्। आमेन। हुन्छ, हामी जोरदार आजदेखि उहाँहरू पति पत्नी उहाँको करारमा उहाँहरू बाँधिएर आज हामी गाउँ समाजदेखि लिएर हामी सम्पूर्ण मण्डलीको अघि आफन्त प्रियहरूको अघि उहाँहरू चाहिँ दाम्पत्य जोडीमा दुई दाम्पत्यको जोडीको निम्ति हामी परमेश्वरमा आशिष हामी माग्नेछौँ। र हुन्छ हामी पास्टरहरू पनि आउँदा है, तिमीको बिहा गरौँ है पास्टरलाई। हुन्छ, सम्पूर्ण हाम्रो ब्रान्चबाट आउनुभएको हाम्रो सम्पूर्ण पास्टर एल्डरहरूलाई म अघि बोलाउन चाहन्छु। उहाँहरू यहाँ नै कुरा टेक्नेछ र हामी सबैजना हात उठाएर अनि मण्डलीले पनि हात उठाएर उहाँहरूको निम्ति यो प्रार्थनालाई चाहिँ अन्तै चाहिँ हाम्रो आदरणीय ब्रान्च पास्टर जेम्स हुनुहुन्छ सुमुङ्गे आरुबटेबाट र उहाँले अन्त्य दिनुहुन्छ। हुन्छ, अरू सबैजना आइदिनुहोस् अघि है उहाँहरू। हुन्छ, हामी यसो नै अनि आजको विशेष वैवाहिक जीवनमा बाँधिँदै गरेका दुलहा दुलहीको निम्ति हामी सबैजना यतिखेर हाम्रो शिरहरू झुकाएर हाम्रो मुखहरू खोलिकन यहाँहरूको लागि हामी आशिष घोषणा गर्छौँ। परमेश्वरको वचनले भन्छ, तिमीहरूको बोलीमा शक्ति छ, तिमीहरूले जे घोषणा गर्छौ अनि त्यो पुरा हुनेछ। अनि आजको दिन दुलहा दुलहीको लागि हामी यस्तो खालको शक्तिशाली शब्द बोलौँ ताकि त्यो शब्दले उनीहरूको जीवनमा आउने सबै बाधा अर्चनलाई हटाएर नागेर
त्यो कुरोलाई चाहिँ टेकेर त्यो कुरोलाई चाहिँ कुल्चेर अगाडि बढ्न सकेको हुन्छ है। र यो कुरोलाई हामी घोषणा गरौँ अनि उनीहरूको जीवनमा जति नै परिस्थिति आए तापनि समस्या आए तापनि आज जोडिँदै गरेका यो सम्बन्धहरू चाहिँ कुनै पनि कुरोले चाहिँ फुकाउन र टुटाउन नसकेको होस्। आउनुहोस् हामी प्रार्थना गरौँ। हालेलुया हालेलुया हालेलुया। परमेश्वर पिता, हामी तपाईलाई धन्यवाद भन्छौँ आजको यो सुन्दर क्षण तपाईँ परमेश्वरले बडो ठुलो अनुग्रह गर्नुभयो। तपाईको लोभलाई, तपाईको जन्मलाई प्रभु तपाईँ परमेश्वरको अनुग्रह कृपामा भइकिन प्रभु अनि तपाईको जनलाई, छोरा अनि छोरीलाई तपाईँ परमेश्वरले वैवाहिक जीवनमा जोड्नुभयो प्रभु। अनि विवाह चाहिँ प्रभु एउटा मानिसको एउटा खेलाइँची मानिसको एउटा ले बनाएको नियमहरू होइन, तर विवाह चाहिँ प्रभु तपाईँ परमेश्वरले बनाउनु भएको हो र विवाहलाई तपाईँ परमेश्वरले आशीर्वाद दिनुभएको म घोषणा गरेको छु। आजको दिन प्रभु वैवाहिक जीवनमा बाँधिँदै गरेको दुलहा दुलहीको जीवनमा तपाईँ परमेश्वरको आशीषलाई बोल्छौँ अनि उहाँहरूको जीवनमा तपाईँको निगाहलाई खोल्छौँ प्रभु। तपाईँ परमेश्वरले अनुग्रह गर्नुहोस् प्रभु। अनि उनीहरूको विवाहित जीवन चाहिँ यस्तो जीवन हुनेछ ताकि उनीहरूको वैवाहिक जीवनहरू देखेर मानिसहरूले चाहिँ तपाईँ परमेश्वरको महिमा गर्नेछ र मानिसहरू चाहिँ उनीहरूको वैवाहिक जीवन देखेर चाहिँ लोभ्याउनेछ र यसो भन्नेछ कि पवित्रताको कुरा गर्नेछ प्रभु। तपाईँ परमेश्वरलाई धन्यवाद होस् यतिखेर। अनि तपाईँको छोराछोरी आज जुन प्रकारले यो वैवाहिक जीवनमा बाँधिँदैछ तपाईँ परमेश्वरले यो वैवाहिक जीवनमा बाँधिँदै गरेका दुलहा दुलहीलाई तपाईँ परमेश्वरको ठुलो स्वर्गीयको अनुग्रहलाई हामी बोल्छौँ प्रभु। हामी प्रार्थना गरेको छौँ अघि तपाईँको जनबाट पास्टरकोबाट हामीले परमेश्वर तपाईँको वचन सुनिराखेका थियौँ प्रभु। अनि हाम्रो विवाह चाहिँ आदरणीय हुनपर्छ भनेर विवाहलाई तपाईँ परमेश्वरले आशिष दिनुभएको भनिकन प्रभु। अनि ती आशिषहरू यो दुलहा दुलहीको जीवनमा हामी बोल्छौँ प्रभु। अनि जसै अनि उनीहरूको प्रभु अनि वैवाहिक जीवन आजदेखि बाँधिएको छ, आजदेखि उसको जीवन चाहिँ प्रभु उनीहरूको जीवन चाहिँ प्रभु उनीहरूको हिँडाइ चाहिँ प्रभु अब तपाईँसँगको हातेमालाको हिँडाइ हुनेछ प्रभु। अनि तपाईँसँगको हिँडाइ उनीहरूको जीवन बन्नेछ प्रभु। हामी घोषणा गर्छौँ प्रभु। अनि यहाँबाट यो ठाउँबाट प्रभु अनि यो छोरी विवाह भएर त्यो मण्डलीमा जाँदै गर्दा त्यो मण्डलीमा प्रभु आशिषको कारण भएर जाँदैछ, त्यो परिवारमा आशिषको कारण बनेर जाँदैछ प्रभु। म घोषणा गर्छु प्रभु। अनि यो छोराले यहाँबाट प्रभु अनि यो छोरीलाई लाँदै गर्दा उनीहरूको परिवारमा आशिषको महसुसहरू हुनेछ, उनीहरूको मण्डलीमा आशिषको महसुसहरू हुनेछ। तपाईँ परमेश्वरलाई धन्यवाद होस् यतिखेर प्रभु। अनि तपाईँको लोकहरूको जीवनमा हामी सम्पूर्ण मिलिकन तपाईँको स्वर्गीयको आशिषलाई हामी बोलेका छौँ। सबैभन्दा ठुलो कुरो प्रभु तपाईँ परमेश्वरको स्वर्गीयको आशिष हो प्रभु। अनि तपाईँ परमेश्वरको स्वर्गीयको आशिष हामीहरूसित छ भने हाम्रो जीवनको जुनै पनि परिस्थितिमा होस्, जुनै पनि समस्यामा होस्, हामी तपाईँदेखि टाढा हुँदैनौँ प्रभु। त्यो आशिष तपाईँको छोरा छोरीको जीवनमा हामी बोल्छौँ। धन्यवाद सबै कुरोको लागि। तपाईँको छोरा छोरी यो दुलहा दुलहीमा चाहिँ तपाईँ परमेश्वरले आशिष वर्षाउनु भएको येशू ख्रीष्टको नाममा आमेन। हुन्छ सम्पूर्ण वचनहरूलाई धन्यवाद छ र पास्टर हाम्रो जेम्स पास्टरलाई धन्यवाद छ र हुन्छ हाम्रो बेलालाई बसिदिने बिन्ती गर्छु। र अब हामी केक काट्न हुन्छ। धन्यवाद छ। हुन्छ हामी ताली हुन्छ हुन्छ। अब बसिदिने बिन्ती गर्छु। हुन्छ अब हामी आजको विवाह कार्यलाई हामीले अन्ततर्फ लगिसकेका छौँ। सम्पूर्ण प्रभुको कडाहरूलाई बाँधेर र तपाईँहरू सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। र अब हामी यहाँबाट फेरि पनि हाम्रो दुलहा दुलही साथै हामी सम्पूर्ण यहाँ उपस्थित भएका हाम्रो मण्डली साथै हामी जतिजना यहाँ छौँ हामी फेरि पनि विवाह घरतर्फ हामी अघि बढ्नेछौँ र उहाँहरूलाई त्यहाँ बेहुला बेहुलीलाई हामी मण्डपमा फेरि पनि हामी स्थान दिनेछौँ। र आजको त्यहाँनिर विवाहभोज आज त्यहाँनिर भइरहेको छ। अनि यो सबैको निम्ति र अन्तिम प्रार्थनाको निम्ति पनि हाम्रो
ब्रान्चेस हाम्रो एल्डरको कर्नलियस सुब्बा हुनुहुन्छ हामीहरू साथमा र उहाँले यो प्रार्थना उहाँलाई अघि बोलाएरै समय दिन्छु। हुन्छ, जय मसी सबैलाई। यो दिवस समारोहमा उपस्थित हुनुभएको र यो समय दिनुभयो, धेरै कुरा बुझ्यौँ र अन्तिम क्षणमा आएका छौँ। यो सकेर हामी घरमा जानेछौँ। त्यहाँ हामीले भोजलाई तयारी पारेको छ, त्यहाँ लिएर जानेछौँ। आउनुहोस् हामी अन्तिम प्रार्थना गरेर हाम्रो यो शुभयात्रालाई सुचारू रूपमा सञ्चालन गर्नेछौँ। महान जीवनकारी परमेश्वर पिता, धन्यवाद छ प्रभु, यो शुभ अवसर दिनुभयो। टाढा नजिकबाट तपाईँले यस भवनमा भेला गर्नुभयो। आज अदृश्यपूर्ण दृश्य तपाईँले बनाउनु भयो। साँच्चै नै प्रभु सकारात्मक लगाएर एउटा दृश्य तपाईँले सृष्टि गर्नुहुन्छ, यो तपाईँको हो। आज यस गरी टाढा नजिकबाट भेला गर्नुभएको छ। धेरै पास्टरहरू, धेरै एल्डरहरू, तपाईँको दासहरू, तपाईँको जनहरू यहाँ भेला भएको छ। तपाईँलाई प्रभु तपाईँको इष्टमित्रहरू भेला भएको छ। यो समारोहलाई प्रभु एउटा बिहा मात्रै नभएर यो जिन्दगीको एउटा गोरेटोलाई पहिलाउने हरेक दृष्टि हरेकको प्राण शरीर आत्मा तपाईँको चरण राख्दै आशिष अनुरोध चाहन्छौँ जिउँदो यीशुको चरण प्रिय नामको बाटोले। आमेन। हुन्छ, उहाँलाई धन्यवाद छ। र आज हाम्रो दुलै अब उहाँहरू मण्डपतर्फ प्रस्थान गर्नको निम्ति घरतर्फ अघि बढिरहेको छ र उहाँहरू अघि गएर उहाँहरू पहिला प्रवेश हुनेछ। त्योभन्दा अघि उहाँहरूलाई सानो एउटा चर्चबाट उपहार, यो भनौँ यो चाहिँ एउटा परमेश्वरको वचन, परमेश्वरको करार। त आज हामी मानव जीवनमा है जब हामीले क्रिस्टको प्रेमलाई बुझ्छौँ भनेदेखिलाई चाहिँ आज हाम्रो जीवनमा सुन चाँदी हिरा मोती भन्दा सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ के हो भन्दा परमेश्वरको वचन। त आज यो कुरालाई हाम्रो आज दाम्पत्य जोडीमा बाँधिनु भएको उहाँहरू दुईले बुझ्नु भएको छ। त आज एउटा यहाँ मण्डली अनि एउटा चर्च तर्फबाट हामी परमेश्वरको वचनलाई उहाँहरूको अघि बाइबललाई दिइरहेका छौँ। त यो वचन जो परमेश्वर अघिबाट जानेछ, त्यसपछि हामी उहाँहरूको पछिबाट हामी जान्छौँ। हजुर हुन्छ भनेपछि अलिकति बेहुला अघि छुन अघि चाहिँ उहाँहरूको यो विवाहको उपलक्ष्यमा काटिएको केकलाई हामी तपाईँहरूको अघि राख्नेछौँ। त्यो पछि चाहिँ हामी केक खाएर माथि जानेछौँ। माथि सिधै नै हामी सबैजना खानातर्फ जानेछौँ। त्यो पछि बेहुला पनि दुलाई साथमा लिन सक्नुहुन्छ है। यो भिडियो हुँदैछ कि $15.99 गर न। भिडियो गर्नु कि फोटो निस्केको है दिदी, हामी निस्केर अब जाँदैछौँ हो बेहुलीको। अब चाहिँ घरमा गएर चाहिँ बेहुलीको घरमा जाने र चाहिँ चर्च है, चर्चबाट चाहिँ हामी निस्क्यो। चर्चबाट चाहिँ हामी निस्क्यो र चाहिँ अब नानी अब माथि जानु भएको। ए हुन्छ चाहिँ अब फेरि जोजोको एकछिन घरमा गएर आउने भनेर दिदीबहिनी हामी दिदीबहिनी मलाई फेरि अन्त अब चाहिँ मैले फेरि अर्को भिडियो बनाउनुपर्छ नि त हो। अन्त त्यसले गर्दाखेरि चिप्लो रहेछ, यस्तो चिप्लो रहेछ चाहिँ रहेछ है, चिप्लो रहेछ। यहाँ चाहिँ ग्राउन्ड थियो, अब यस्तो धुम्मोमा देख्दैन त रहेछ है। आमालाई भेटिस्? हजुर भेटेँ। ल आउँदैछु ल। हाम्रो पूर्णिमा मेरो दिदीको छोरी। यता हेर्न पूर्णिमा,
मेरो दिदीको छोरी भनेको हामी मेरो दिदीको छोरी यो चाहिँ हामी दुईजना दिदी बहिनी यसको आमा चाहिँ हाम्रो दिदी हुन्छ ल अहिले आउँछु ल यो चाहिँ सन्तोष सुजको घरहरू फुलहरू के मजाको रहेछ है फुलहरू यहाँबाट ग्राउन्डमा यहाँ गोलीहरू थियो है यहाँबाट चाहिँ गोलीहरू हुन्थ्यो एक समयमा हामी पनि खेल्नु आउँथ्यो त्यो छ ए उयो गर्दैछ फर्किँदैछ भाइ के आँखा के भने पासबुक के भनेर भन्दै थियो नि त अब जो निस्केको छ उनीहरूको पनि उनीहरूले रिजन पेपर दिएको पनि लगेर जानु अरे पो भनेको छ त त्यसमा त्यस्तो हुँदैन बिचमा त्यसो भनेर भन्दै थियो नि हेमाल त भ्याउँदैन भोलि पर्सि त सोमबार त खाली नै झालक झुलुक गर्दै गर्छ अब साह्रै भयो हाम्रो मेरो बेला बेला छैन नि अब म त साउन बारेको छु अब त हजुर राधे राधे लु खाउ न बस खाइहाल्नु ए खाना खायौ तल गङ्गाको पनि लगेर जान्छु सर्चमा भिडियो बनाएको छु घरै हाल्छु यहाँ चाहिँ फोटोसुट गर्दैछ बेहुला बेहुलीले मैले ब्यागबाट गरेको किनभने म अब खाना खान आँटेको हौ त्यो है यो बुहारीहरूको कि त्योभन्दा अलिकति ठुलो छ अलिकति सेट ल उयोतिर हेरौँ फ्रिजतिर त छैन होला फ्रिजमा हालेको छैन होइन मलाई समात त्यो त सँगै रहेछ त म गरिहाल्छु ल भयो म एडिट गर्छु नि त्यही हो हुन्छ नि त ल हाम्रो बाबाको चाहिँ दाजुको फुपूको नाति चाहिँ माधवको है लु वर्षा जाने होइन कि मान्छेले देख्नु हुँदैन
हुन्छ यहाँ चाहिँ यो ड्रेस छ